हेलो एभ्रिवान नमस्ते। आइयो हजुर सन्चै हुनुहुन्छ होला। आज म यता बारीतिर आएको छु। हाम्रो बारीमा के लगाएको छ त के छ हेरौँ एकछिन। यतातिर के गर्नु भएको छ घरतिर भनेर एकछिन यसो चेक गर्न आएको। यतातिर रहेको छ सबभन्दा फर्स्टमा टिमुर। भोलि यही टिमुर बिक्री गरेर पैसा कमाउन पर्छ ल। टिमुर भयो अनि अहिले ऐसेलु खान जान छ टिमुर। एउटा यहाँ ठुलो एउटा बुट्टा यो भयो। एउटा बुट्टा यहाँ छ, एउटा बुट्टा यहाँ छ। यहाँ पनि फेरि फल्यो छैन भन्नु होला। फेरि यहाँ पनि हेर्न सक्नुहुन्छ। यहाँ पनि फलेर लटराम्म भएको छ। फेरि पाक्यो भने पैसा 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 आउँछ। फेरि पैसा टिमुर टिमुर हाम्रो घरको टिमुर। कतिपयले देख्नु भएको छैन होला। सुरुमा कस्तो हुन्छ, सुरुमा त होइन, आज फलिसक्यो। अब सानो दाना पाक्दैछ, अझ लाग्छ 3-4 महिना पाक्न। भदौतिर राम्रोसँग पाकेपछि अझ पनि छ हाम्रो सानो सानो बुट्टाहरू लगाउनु भएको छ। यतातिर एउटा बुट्टा, दुईटा बुट्टा छ नि त हो। एउटा यता रहेछ, यहाँ रहेछ। ए त्यतातिर दुई कति 5वटा भइसक्यो क्या, 5वटा। यो त सुकेछ त हो। लगाएको दुःख गरेको केही कामै भएन नि त यहाँ सुकेर। अब यसलाई ठ्यास्सै भाँचिएर गयो। यतातिर पनि छ है, यतातिर अब यतातिर अनि उता एउटा ठुलो बुट्टा छ। अनि यतातिर भयो यिनीहरू, उतातिर टन्नै छ। यहाँबाट तल्लोसम्म, यता तल्लोसम्म, यतातिर यति तलसम्म छ। यता तलतिर हाम्रो अङ्कलको छ। यतातिर यो तलको बुट्टा चाहिँ अङ्कलको हो। यतातिर पहिला बाख्रा चराउन जान्थ्यो। यतातिर हामी चाहिँ बाख्रा चराउन, अझ पनि कहिलेकाहीँ भाइहरू आयो भने चराउन गइरहेको हुन्छन्। बिदामा आएको बेला मात्र मम्मी बुवाहरू, ठुलबा ठुल मम्मीहरू गइराख्नु भएको हुन्छ। पहिला यतातिर तल विकास त के भन्ने, विकासले त झन् भएको चिज पनि झन् नष्ट पार्दै जान्छ। पहिला यतातिर कति हरियो देखिरहेको हुन्थ्यो। यतातिर चोत्रा हुन्थ्यो। यतातिर तलतिर बाँस थियो। आजकल त बाँस नै देखिन्न, बाँस नै छैन। त्यहाँ नुहाउन गइरहेछन् त्यहाँ मान्छे। पहिला हामी पनि त्यतातिर कहिले नुहाउन जान्थ्यो, रमाइलो गर्ने, नुहाउने। अनि तल खोलातिर चाहिँ पौडी खेल्न जान्थ्यो। त्यो चाहिँ सानो खोला भयो। अनि चाहिँ यतातिर पौडी खेल्न गएर यतातिर। अनि यो चाहिँ भिर। पहिला कति ठुलो ठुलो लाग्थ्यो, आजकल त कति सानो लागेको। यहाँबाट हामी चढेर माथि यो बाटो हजुरलाई देखाउँछु। यो बाटो चढेर यहाँबाट त्यो माथि यो बिचबाट निस्किन्थ्यो। यहाँ बिचबाट निस्केर माथि जान्थ्यो। अनि यहाँभित्र, अनि यहाँ एउटा रहस्य, यहाँको एउटा अर्को देखाउँदैछु म हजुरहरूलाई। कस्तो छेपारा पनि कति हो क्या। छेपारा पनि पहिला कम मार्ने छेपारा, केटाकेटीको बेला छेपाराहरू मार्ने। अनि यही भिरमा यो भिर हुँदै जान्थ्यौँ। छेपारा देख्न सक्नुहुन्छ। छेपारा कहाँ गयो? ओ छेपारा यतातिर प्रसिद्ध पाउँछ छेपारा। तर म आजकल मार्दैन। पहिला बच्चा बेला मार्यो, आजकल मार्दैन। तर यतातिर अर्को पनि छ, यहाँ देख्न सक्नुहुन्छ।
यता ढुङ्गातिर छ यता साइड रहेछ यता त्यहाँ बसिरहेछ अनि यहाँ भित्र जान्थ्यो क्या बच्चा बेला अहिले सर्प हुन्छ कि भन्ने पनि डर लाग्छ यार यहाँभित्र पनि कम भित्र छ त यो छेपारै कस्तरी हेरेको कस्तरी टाउको गरे भागिसक्यो भागेर कहाँ पुगिस यहाँ भित्र गएर यतातिर जाने गर्थ्यो रमाइलो छ गाउँ किन गाउँ यो चाहिँ हाम्रो गाउँतिरको लोकल ऐसेलु हो गइजो यहाँ ऐसेलु खाने भए आमै ऐसेलु खाने भए आम टिप्न पो गाह्रो हुने भयो कसरी टिप्ने हो त मोबाइलमा राख्नु पर्यो मोबाइल ल मोबाइल यहाँ राखेर कस्तो आउने सिधै मोबाइल हटाउनु पर्यो क्यामेरा हेलो गाइज अब यता ऐसेलु खानु पर्यो ऐसेलु टिप्दैछु कहाँ छ यार ऐसेलु पनि टिपेर खान पर्छ टिपेर पहिला त चराले खाइभ्याउँथ्यो यार यो पटक भ्याएर रहेछ ऐसेलु खान पाइयो गाउँ आएर ऐसेलु पानी पर्यो भने फेरि उनी स्वाद नै गइहाल्छ पानी पर्यो भने पानी पर्न लाग्छ आज अब हिजो अस्ति पानी कति परेको थियो पानी परेको थिएन भने स्वाद त मिठो हुन्छ ओहो खाँदाखेरि कति मिठो होला मिठो कति मिठो होला अरू कहाँ छर्नु त छ कुनै बिग्रेको छ खै एउटा चाखम मिठो छ कता यतातिर पनि एउटा यो चाहिँ झिक्न पर्यो अरू नझिक्न पर्यो ठिक छैन जस्तो लाग्यो एउटै झिक्न पर्यो एउटा यो किनेर खानामा र रुखबाट टिपेर खानामा मजै छुट्टै छ यार टिपेर यति नै टिपेछ अरू चाहिँ यता रुखमा छ खान पर्छ अझ माथितिर पनि पाइन्छ यतातिर पनि रुख रहेछ यहाँ पनि जानु पर्यो खाना कति मजा खाना मजा छुट्टै छ पानी नचाउनु होला मैले खाएको देखेर हौ पानी चुहिएला फेरि मुखबाट हेरेर चित्त बुझाउनु होला यदि पानी आइहाल्यो भने चाहिँ मुखबाट कमेन्टमा भन्नु होला म लिएर आइदिन्छु हजुरहरूलाई
हाम्रो टिमुर त यहाँ पनि छ नि त। ए एउटा बोटा, दुईटा बोटा, तीनटा माथितिर पनि छ। यो यो पुरा यता माथितिर माथिसम्म पुरै हो। माथि यो ठुल्ठुलो रुख भन्ने त्यहाँसम्मको पुरै हो। महिनाको 1 करोड रुपियाँ कहीँ जाँदैन। 1 करोड त नभनौँ, 1 लाखसम्म आउँछ। यो चाहिँ नास्पतिको बुट्टा, नास्पतिको बुट्टा यो चाहिँ। ऐसेले यतातिर पहिला बच्चा बेला त बहुत खाइन्थ्यो, आजकल कता गयो नि ऐसेल उता। माल्टाको बुट्टा, माल्टा, सुन्तलाको बुट्टा, नास्पति, नास्पति पनि भर्खर फल्न रहेछ त। ऊ कहाँ ए भर्खर सानो दाना हालेछ, ठुलो भएपछि खान पर्छ ल। आउनु होला, मिलेर खान पर्छ। यो पनि नास्पतिको बुट्टा हो क्या। यता टिमुरको अनि ओखरको बुट्टा, ओखरको बुट्टा हो कि नै? ओखरकै हो, ओखरको बुट्टा। अनि ऊ यसको नाम त भुल्यो त यार। यो पनि तरकारी खान मिल्छ। यो चाहिँ तरकारी हाम्रोतिर कोइरालो भन्छ, अब हजुरकोतिर के भन्छ है। यो भयो, रमाइलो छ गाउँतिर। अब एकछिन यस्तो न आइयो, ऐसेलु खाइयो। ऐसेलुको बुट्टा यहाँ पनि रहेछ। ए यहाँ पनि रहेछ ऐसेलु। ऐसेलु अनि अब एउटा यहाँ छ सुन्तलाको बुट्टा। ओए सुन्तलाको बुट्टा। यति नै हो अब ल गाइस, पछि